कल्पना गर्नुहोस्, एउटा यस्तो संसार जहाँ सिमानाहरू मेटिसकेका छन्, जहाँ एउटा कोठामा बसेर तपाईँ हजारौं माइल टाढाको मान्छेसँग कुरा गर्न सक्नुहुन्छ, उसलाई आफ्नो सिप बेच्न सक्नुहुन्छ। तर जब आफ्नो मेहनतको कमाई थाप्ने बेला आउँछ, तपाईँ एउटा अदृश्य पर्खालसँग ठोक्किनुहुन्छ। नेपालका हजारौं युवाहरूका लागि यो कुनै दन्त्यकथा होइन, यो एउटा कटु यथार्थ हो। एकजना सफ्टवेयर डेभलपर, एकजना ग्राफिक्स डिजाइनर वा एकजना भिडियो एडिटर जसले दिनरात नभनी विदेशी क्लाइन्टको काम गर्छ, तर पैसा हात पार्न महिनौसम्म कुर्नुपर्छ वा घुमाउरो र असुरक्षित बाटो रोज्नुपर्छ। यो केवल पैसाको कुरा मात्र होइन, यो त एउटा राष्ट्रको डिजिटल भविष्यलाई बाँधेर राखिएको साङ्लो हो। के अब त्यो साङ्लो चुडिने बेला आएको हो? के नेपाल साँच्चै विश्वव्यापी डिजिटल बजारको एउटा हिस्सा बन्न गइरहेको छ? वर्षौंदेखि एउटै प्रश्न गुन्जिरहेको छ, पेपाल नेपालमा कहिले आउँछ? यो प्रश्न केवल एउटा एपको बारेमा मात्र होइन, यो पेपाल, स्ट्राइप र वाइज जस्ता अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेहरूको अभावले सिर्जना गरेको त्यो रिक्तताको बारेमा हो, जसले गर्दा हाम्रा आइटी विशेषज्ञ र डिजिटल सिर्जनाकर्ताहरू पछि परिरहेका छन्। एउटा युट्युबरले आफ्नो भिडियोबाट कमाएको पैसा होस् वा एउटा भर्चुअल असिस्टेन्टले विदेशी कम्पनीलाई दिएको सेवाको शुल्क, सबै कुरा एउटै बिन्दुमा आएर रोकिन्छ: अन्तर्राष्ट्रिय भुक्तानीको सहज पहुँच। अहिलेसम्म हामी डलर कार्ड र सीमित ब्याङ्किङ च्यानलको भरमा छौं, तर के यो पर्याप्त छ? कतिन्जेल हाम्रा स्टार्टअप र डिजिटल मार्केटर्सहरूले हात बाँधेर बस्ने? यो एउटा यस्तो गम्भीर समस्या हो जसले नेपालको आइटी सर्भिस एक्सपोर्ट क्षमतालाई नै खुम्चाइदिएको छ। अहिले एउटा नयाँ हलचल सुरु भएको छ। पर्दा पछाडि केही यस्ता कामहरू भइरहेका छन् जसले दशकौंदेखिको यो गतिरोधलाई चिर्न सक्छ। नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया बीचको सहकार्यले एउटा नयाँ आशाको किरण देखाएको छ। यो केवल दुई संस्था बीचको सम्झौता मात्र होइन, यो त क्रस बोर्डर पेमेन्ट गेटवे खोल्ने एउटा ठूलो प्रस्थान बिन्दु हुन सक्छ। यसले नेपालका फ्रिल्यान्सर र साना व्यवसायीहरूलाई सिधै अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्ने ढोका खोलिदिने सम्भावना बढाएको छ। सोच्नुहोस् त, जब एउटा कन्टेन्ट राइटर वा डिजिटल मार्केटरले आफ्नो ब्याङ्क खातामा सिधै विदेशी मुद्रा प्राप्त गर्न थाल्नेछ, तब नेपालको अर्थतन्त्रमा कस्तो क्रान्ति आउला? यो परिवर्तनले केवल ठूला कम्पनीहरूलाई मात्र फाइदा पुर्याउँदैन, यसको सिधा असर तल्लो तहका ती मानिसहरूमा पर्नेछ जो अनलाइन सेलिङ, ई-कमर्स वेबसाइट वा मार्केटप्लेसमा आबद्ध छन्। एउटा सानो कोठाबाट सुरु भएको स्टार्टअप कम्पनीले अब सिधै ग्लोबल क्लाइन्टसँग डिल गर्न सक्नेछ। आइटी सेवा निर्यात गर्ने कम्पनीहरूका लागि यो एउटा ठूलो वरदान साबित हुन सक्छ। अहिलेसम्म नेपालको प्रविधिको बजार केवल देशभित्रै खुम्चिएको थियो, तर अब यसको सिमाना विश्वभर फैलिने सङ्केत देखिएको छ। क्रस बोर्डर पेमेन्टको यो बाटोले नेपाललाई विश्वको डिजिटल नक्सामा एउटा बलियो प्रतिस्पर्धीको रूपमा उभ्याउन सक्छ। तर के यो यात्रा सोचे जस्तै सहज होला? के प्राविधिक र नीतिगत चुनौतीहरू रातारात समाधान होलान्? सफ्टवेयर डेभलपर र फ्रिलान्सरहरूका लागि यो एउटा लामो प्रतीक्षाको घडी हो। हामीले केवल प्रविधिको कुरा गरिरहेका छैनौं, हामीले एउटा यस्तो इकोसिस्टमको कुरा गरिरहेका छौं जहाँ पैसाको लेनदेन पारदर्शी र छिटो होस्। पेपाल वा स्ट्राइप जस्ता गेटवेहरू आउनु भनेको नेपालमा विदेशी लगानी र डिजिटल व्यापारको नयाँ लहर आउनु हो। यो केवल एउटा घोषणा मात्र होइन, यो त एउटा नयाँ युगको सुरुवात हो जहाँ नेपालका सृजनाकर्ताहरूले संसारको कुनै पनि कुनाबाट आफ्नो पारिश्रमिक बिना कुनै अवरोध पाउन सक्नेछन्। समय बदलिँदैछ। जुन पर्खालले हाम्रा युवाहरूको प्रतिभालाई रोकेर राखेको थियो, त्यो अब ढल्ने तयारीमा छ। नेपाल क्लियरिङ हाउस र अन्तर्राष्ट्रिय संस्थाहरू बीचको यो समन्वयले अबको बाटो तय गर्नेछ। यो केवल एउटा पेमेन्ट गेटवेको कुरा होइन, यो त नेपालको डिजिटल क्रान्तिको एउटा नयाँ अध्याय हो। अबको केही समय हाम्रा लागि निकै महत्त्वपूर्ण हुनेछ। के हामी यो ठूलो परिवर्तनका लागि तयार छौं? के हाम्रा ब्याङ्क र वित्तीय संस्थाहरूले यो वैश्विक चापलाई धन्न सक्लान्? ढोका त खुल्न लागेको छ, तर के हामी भित्र छिर्न र संसारलाई जित्न सक्षम छौं? हामी एउटा यस्तो मोडमा उभिएका छौं जहाँबाट पछाडि फर्किने कुनै बाटो छैन। डिजिटल नेपालको सपना अब केवल कागजमा मात्र सीमित रहने छैन। हाम्रा आइटी डेभलपर, डिजाइनर र कन्टेन्ट राइटरहरूको पसिनाको मूल्य अब ग्लोबल मार्केटमा सुरक्षित हुनेछ। यो एउटा यस्तो भविष्य हो जहाँ एउटा नेपाली फ्रिलान्सरले गर्वका साथ भन्न सकोस् कि उसको काम र कमाई दुवै विश्वव्यापी छ। बाटो लामो छ, तर पहिलो पाइला चालिसकिएको छ। अबको नेपाल केवल सेवा लिने मात्र होइन, सेवा र प्रविधि निर्यात गरेर विश्वलाई चुनौती दिने देश बन्नेछ। र याद राख्नुहोस्, जब ढोका खुल्छ तब केवल पैसा मात्र भित्र आउँदैन, एउटा नयाँ आत्मविश्वास र समृद्धिको लहर पनि साथै आउँछ। यो केवल सुरुवात हो,
एउटा यस्तो यात्राको जसले नेपालको इतिहास सधैँका लागि बदलिदिनेछ।